ल साथीहरु, तपाईहरु पर्सनल क्यूआर कोड आफैले मोबाइलबाटै बनाउन चाहनुहुन्छ? फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब जुनसुकैको पनि बनाउन सक्नुहुन्छ है त। त्यो बनाउनको लागि सर्वप्रथम तपाईलाई म मोबाइल एपमा लिएर जान चाहन्छु है त। यो भिडियो एकदम क्रोममा जानु होला। क्रोमलाई ओपन गर्नु होला। यहाँ सर्च बारमा गएर मी स्पेस क्यूआर यति लेखेर तपाईले सर्च गरिदिनु होला। यति गर्दाबित्तिकै यहाँ फर्स्टमा आएको मी क्यूआरमा क्लिक गर्नु होला। अब युआरएल लिंकमा क्लिक गर्नु होला। त्यसपछि तपाईले सर्वप्रथम एउटा कुरो ध्यान दिनुपर्ने के हुन्छ भन्दाखेरि पुट योर लिंक हियर भनेको ठाउँमा तपाईले आफ्नो फेसबुकको बनाउन चाहनुहुन्छ भने फेसबुकबाट तपाईको फेसबुक लिंक त्यहाँ हुन्छ, त्यसलाई कपी गरेर राख्नु होला। मैले कपी गरिसकेको छु। मैले जस्ट हियर मैले यहाँ क्लिक गरेर पेस्ट गरिदिन्छु। मेरो यहाँ फेसबुकको लिंक आइसकेको छ। त्यसपछि तल योर नाम लेख्नु होला। मेरो नाम लेखेँ। जस्ट कस्टमाइज यसमा दबाउनु होला। यहाँ क्लिक गरिसकेपछि तपाई जस्ट माथि जानु होला। के को बनाउन चाहनुहुन्छ? फेसबुकको बनाउन चाहन्छु। युट्युब, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम यहाँ धेरै अप्सनहरु छ हैन। मैले जस्ट फेसबुक क्लिक गरेँ। त्यसपछि यसमा तपाईले आफ्नो इमेज पनि राख्न चाहनुहुन्छ भने अपलोड इमेज जस्ट यसमा क्लिक गरेँ। ग्यालरीमा आयो। मैले एउटा फोटो लिएँ। यो फोटोलाई डाउन गरिदिएँ। आइसकेको छ। क्यूआरमा आइसकेको छ। यसलाई जस्ट तपाईले ठुलो सानो बनाउन सक्नुहुन्छ फोटोलाई है। अनि अलि तल आउनु होला। तपाईको क्यूआर रेडी भइसकेको छ। मेरो यो फेसबुक क्यूआर रेडी भइसकेको छ। अब अलि तल आउनु होला। डाउनलोड क्यूआर कोड भनेको छ हैन। तपाईले जस्ट यसमा क्लिक गर्नु होला। डाउनलोड हुँदैछ। यति भइसकेपछि तपाईले आफ्नो ग्यालरीमा ल्याउनको लागि यहाँ तपाईको अब कुनमा एसडी कार्डमा गर्ने कि फोनमा गर्ने सेभ हैन। अब यो अप्सन त भइहाल्यो। अनि डाउनलोडमा जस्ट डाउनलोडमा क्लिक गर्नु होला। डाउनलोडमा क्लिक गरिसकेपछि तपाईको अटोमेटिक ग्यालरीमा आइहाल्छ है त। जस्ट मैले क्लिक गरेँ। मेरो ग्यालरीमा आइसकेको छ। ल ग्यालरीमा हेरौँ है त। यहाँ आइसकेको छ। मेरो फेसबुक क्यूआर रेडी भइसकेको छ। यसरी नै तपाईले पनि क्यूआर बनाउन चाहनुहुन्छ भने यो भिडियोलाई हेर्नु होला र यसरी आफ्नो मोबाइलबाटै 1 मिनेट भित्र बनाउन सक्नुहुन्छ है त। भिडियो कस्तो लाग्यो? भिडियो मन परे लाइक, कमेन्ट, शेयर र पेजलाई फलो गरिदिनु होला है त।